सम्पूर्णमा मेरो हार्दिक नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। आजको यस भिडियोमा हामी सुदूरपश्चिमको प्रदेशको बझाङ जिल्लामा अवस्थित साइपल क्षेत्रको रमणीय रैढुङ्गा भन्ने स्थानमा पुगेका छौँ। यो स्थान करिब 3800 मिटर उचाइमा रहेको विशाल घाँसे मैदान हो। यहाँबाट मौसम सफा भएको बेला पाटनका सुन्दर दृश्यहरू, हिमालको भेगहरू र आदि चिजहरू पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। वर्षायाम सुरु भएसँगै यहाँका स्थानीय समुदायहरूले आफ्ना घोडा, भेडा, बाख्रा चराउन यही क्षेत्रमा ल्याउने गर्दछन्। वर्षाको समयमा हरियाली ढाकिएको यो मैदान अत्यन्त मनमोहक देखिन्छ भने जाडोमा यो मैदान हिउँले सेताम्य बनेर झन आकर्षक रूपमा धारण गर्दछ। यस स्थानको अर्को मुख्य आकर्षक हो यहाँ बगिरहेको मनमोहक नागबेली खोला। प्रकृतिले आफै कौदे जस्तो घुमाउरो आकारमा बगेका यो खोला साँच्चीकै नागबेली जस्तो देखिन्छ। खोला बगेको यो खोला साँच्चीकै नागबेली जस्तो देखिन्छ। खोला बगेको सुन्दर आकृति, हरिया घाँ भाट वरिपरिका डाँडाकाँडा र शान्त वातावरणले यहाँ आउने जो कोहीको मन लुभाउँछ। प्रकृतिको अनुपम सिर्जनाले सजिएको यो दृश्य शब्दमा भन्दा आँखाले आफैले हेर्दा अझ रमाइलो अनुभूति मैले पाएँ र हजुरहरू पनि गर्न सक्नुहुनेछ यहाँ गएपछि। यदि तपाईँहरूलाई प्राकृतिक सौन्दर्य, हिमाली घाँसे मैदान र शान्त वातावरण मनपर्छ भने साइपालको राईढुङ्गा तपाईँले जीवनमा एकपटक अवश्य घुम्नु पर्ने गन्तव्य हो। यस्तै नेपालका सुन्दर र दुर्लभ स्थानहरूको यात्रा हेर्नका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। भिडियो मन परे लाइक र सेयर पनि गरिदिनुहोला। तपाईँको माया र साथले हामीलाई अझ राम्रो सामग्री ल्याउने प्रेरणा मिलिरहन्छ। धन्यवाद। फेरि अर्को रमाइलो यात्रामा भेटौँला। नमस्कार।